हेलो नमस्ते लास्तो फ्याफुल्ला सम्पूर्ण साथीहरूलाई स्वागत छ सर्वप्रथम त मेरो ब्लगमा युट्युब च्यानलमा। आज म हजुरहरूलाई केही विशेष कुराहरू देखाउन चाहन्छु। मैले चाहिँ एउटा लग्जरी घर पाएको छु बस्नको लागि। अब त्यो घरभित्र के छ त्यो कुराहरू सबै हजुरहरूलाई देखाउन चाहन्छु। एउटा घरको बारेमा अब म बस्ने ठाउँहरू कस्तो छ त्यसको सम्पूर्ण कुराहरू चाहिँ देखाउन चाहन्छु साथीहरू हैन। राम्रोसँग हेर्नुस्। अब म कहाँबाट स्टार्ट गर्छु भनेदेखि हजुरहरूलाई अब किचनबाट स्टार्ट गर्छु। देख्न सक्नुहुन्छ किचन। अब किचन छ, यो सबै सामानहरू न्यू छ हैन। न्यू सामान छ, यो फ्राई प्यानहरू सबै छ यहाँ। अनि अर्को यता गएपछि यो मेसिन चाहिँ के हो भने यो चाहिँ अब ब्रेडहरू तताउने मेसिन हो। यता आएपछि हामीले देख्न सक्छौं इलेक्ट्रोनिक चुलो छ। अनि माथि यो के छ यहाँ चाहिँ ल पानी तताउने भाँडो छ, प्लस यो कपहरू छ, सबै नयाँ छ। न्यू लग्जरी घर पाएको हो। अब यसमा चाहिँ भित्र के छ भने माथि के छ कपहरू छ, तल यो भाँडा यो चामल राइस पकाउने भाँडो हो, प्लेट हो। अब यो वाइन ग्लास हो यहाँ हैन। अब व्हिस्की ग्लास भएको। अब यो के हो एउटा भाँडो यस्तो छ हैन गाइज। यति महँगो सामान छ कि यति महँगो सामान छ। यहाँ चाहिँ के रहेछ हो, एउटा मात्र बाटो रहेछ। यति लग्जरी सामानहरू छ। अब यहाँबाट तल आएपछि अब अर्को भाग के आयो, यो अब किचनको मुनिको ठाउँ हो। यो पानीको बोतलहरू। अब यो भएपछि अब यसलाई अब यो चाहिँ के हो त, यो कपडा धुने वासिङ मेसिन एकदम न्यू छ। प्लस यहाँबाट आएर के देख्न सकिन्छ त भन्दाखेरि हामीले तपाईको यहाँ सबै चिज छ ल। अब यो अब तिनीहरू फलफुलहरूलाई त्यो गर्ने भयो। अब पनिउ डाडु भयो, चम्चा भयो ल। व्हिस्की रक्सी खाँदा त्यो बिर्क खोल्ने मेसिन हो यो चाहिँ। यसले चाहिँ के खोल्छ हो यार, यसको थाहा भएन। तालहरू भयो। अब नाइफहरू भएको, सानो नाइफहरू छ। यहाँ काटा चम्चा छ, सानो चम्चा छ। यो सेट सबै छ यसको। यस्तो छ। मुनि के छ, मुनि त खाली रहेछ क्या, मुनि सबै खाली छ। बिस्तारै साबुन भर्नुपर्छ। यो चाहिँ अब भुइँ सफा गर्ने साबुन हो। त्यहाँ पछि गएर यहाँ के छ, फ्रिज पनि नयाँ छ यार ल। दामी फ्रिज छ नयाँ ल, नयाँ फ्रिज छ। गाइजहरू देख्नु भएन है, फ्रिजहरू नयाँ छ, सबै सामान नयाँ छ। अब यता हेर्नुहोस्, यो डाइनिङ टेबल भयो। चट्ट खानासाना पकायो होइन, मजाले खानासाना बनाएर यहाँ मजाले बस्यो सर्लक्क। अब यता जाउँ रुमतिर ल। यो रुम देख्न सक्नुभयो होइन। ए बत्ती चाहिँ लाइट चाहिँ बलेन यार आज, देख्न सक्नुहुन्छ यो रुम। दुईटा लग्जरी रुम छ होइन। यसरी मिलाएर राख्नु पर्यो टक्क लाएर। दुईटा लग्जरी रुम छ। अब यसमा सामान हामीले के हालेको छैन अहिले, सबै खाली छ। त ठुलो छ यो, सबै ठुलो छ। अब भित्तामा ऐना छ, ऐना देख्नुहुन्छ है कलाएर। अनि तपाईँ यहाँ एसी साइड छ, सफा एसी छ। अनि यसो पर्दा खोल्यो भने चाहिँ बाहिरको भ्यूहरू राम्रोसँग देख्न सकिन्छ ल। यो बरन्डा भयो। अब म यहाँ बसिन्छ, बिहान बेलुका घाम यहाँ तापिन्छ बरन्डामा। यहाँ बरन्डा छेउमै सुन्तलाको बोर्ड छ, मजाले सुन्तला फल्छ यहाँ चाहिँ। ठ्याक्कै झ्यालबाट सुन्तला टिप्दै खाँदै बहुत रमाइलो छ त हो। त्यहाँ गएपछि यता गएपछि यो चाहिँ यो दुईटा बेड चाहिँ एक्स्ट्रा बेड हो। अब उतापट्टि अब कपडाहरू धुने बेलामा के अरे बेडसिटहरू चेन्ज गर्ने बेलामा अनि फेरि यता आएर सुत्ने हो। प्रायः चाहिँ म यता सुत्ने गर्छु। यता सुत्नुभन्दा अगाडि बाहिरको यो कपडा राख्ने ठाउँ देखाउँछु। यो पनि पुरै खाली छ ल। जुत्ताहरू लिएर मैले सब यसरी राखेको छु। जुत्ताहरू यसरी राखेको छु। तल पनि छन् जुत्ताहरू। अनि अब
सेकेन्डमा के देखाउन चाहन्छु त गाइज भन्ने चाहिँ अब ल वासरुम हेर्नु नि त ल वासरुम यस्तो छ लग्जरी छ यसरी सुतेर उठेर नआउने कि सुतेर नआउने हो गाई त यस्तो छ माथि तातो चिसो पानीको व्यवस्था यता ऐना छ है ल कसरी गर्ने यो सबै कुरा छ है यस्तो लग्जरी छ अब यसरी नुहाउने पनि यहाँ पर्दा सर्दा लाउने हो पर्दा लगाएर पनि सुत्न सकिन्छ है के अरे नुहाउन सकिन्छ यस्तो छ यस्तो यस राम्रै छ लग्जरी छ अहिले लाइट साइड नि भयो होइन अनि विशेष मेरो सुत्ने ठाउँ चाहिँ यो सुत्ने ठाउँ हो म चाहिँ अहिले यहाँ सुत्छु एकदम सफा छ एकदम नयाँ घर हो मजाले दिएछ ल यस्तो नयाँ घरमा सुत्न पाएको छ लाइटहरूको व्यवस्था यस्तो छ ल यहाँ यता राति सुत्ने बेलामा यो लाइट बाल्ने हो त्यो कुनामा एउटा लाइट बाल्ने हो अनि यसरी यो चाहिँ माथिको निभाउने हो अहिलेलाई यो दुईटा निभाउँ अनि यहाँ यो के छ यहाँनिर एउटा छ ल सामान राख्ने ठाउँ सानो होइन मुनि पनि खाली छ यहाँ पनि खाली छ यो चाहिँ मेरो धुने कपडा हो धोकै छैन यार कस्तो अल्छी भयो है यस्तो छ यहाँ छ एसी छ यता पनि छ यहाँ चाहिँ सब फुल कपडाहरू राखेको छ मैले हेर्न सकिन्छ लगेज तलतिर छन् माथि पनि छन् ल खाली छ माथितिर माथि पनि सामान हालेको ल यो चाहिँ मेरो प्राइभेट हो सामानहरू हाल्ने सबै अनि यता आयो ल यहाँ ऐना छ ऐना देख्न सक्नुहुन्छ यहाँ मुनितिर अलिक भाइ चाउचाउहरू कमै हालेर आयो यता है मेकअप गर्ने सामानहरू झ्यापै छ मुनितिर नि सामान छ ल झ्यालमा यो छ ल झ्याल चाहिँ यसरी खोल्न बन्द गर्नु मिल्छ पर्दा सर्दा नि लाउन मिल्छ मजाले है अनि यहाँ सुन्तलाको बोर्ड यहीँ छ कि सुन्तला यहीँ छ है हिजो 4-5वटा खाएको फेरि फल्दैछ ल अहिले त जति बाह्रै मासै फल्दो रहेछ नि फेरि ल हावासावा आयो यार कसरी बन्द गर्ने यार यो बन्द गर्ने आएन पर्दा सर्दा तानिन्छ गाइस ल गाइस यस्तै हो रुम चाहिँ धेरै महँगो छ रुम भन्दा नि घरै हो सिङ्गै घर होइन यसमा सिङ्गै घरै हो यसमा रुम जम्मा 2टा मात्र रुम छ तल ग्राउन्ड फ्लोर छ ग्राउन्ड फ्लोरमा चाहिँ पार्किङहरू छ होइन माथि स्विमिङ पुल छ एकदम दामी ठाउँमा बस्न दिएको छ दामी लग्जरी घर दिएको छ मैले चाहिँ यो पहिलो पटक यस्तो घर पाएको साथीहरूले कस्तो लाग्छ होइन भिडियो अन्तिमसम्म हेर्नु होला यो चाहिँ फेरि नेपाल होइन नि यो युरोपियन कन्ट्री हो हजुरहरूले देख्न सकिन्छ यो सबै सिनहरू नेपालमा यस्तो घरै हुँदैन नि त घर सानो सानो हुन्छ यहाँ चाहिँ एकदम लग्जरी टाइपको घर हुन्छ भिडियो पुरा हेरिदिनु होला के कस्तो लाग्यो हजुरहरूलाई प्रतिक्रिया पनि दिनु होला भिडियो हेरेर प्रतिक्रिया दिनु होला कस्तो लाग्यो है फेरि के देखायो भन्नु त्यस्तो नराम्रो नसोच्नु होला होइन यो चाहिँ म चाहिँ यस्तो ठाउँमा बस्छु भनेर चाहिँ देखाउन मात्र खोजेको साथीहरूको प्रतिक्रिया के छ कमेन्ट गर्नु होला नयाँ साथीहरूले सब्सक्राइब गर्न नबिर्सिनु होला पुरानो साथीहरूले लाइक गर्न नबिर्सिनु होला यस्तै अर्को नयाँ भ्लगहरू हेर्न सक्नुहुनेछ केही समय पछाडि फेरि आउँछ नयाँ भ्लगहरू नयाँ ठाउँको नयाँ कुराहरू विशेष कुराहरू हेर्न सकिन्छ त्यही भएर साथीहरू सब्सक्राइब गर्नु होला नयाँ साथीहरूले है नबिर्सिनु सी यू थ्याङ्क्स फर वाचिङ